मेरो युट्युब च्यानल हेरेर बस्नुभएकोमा सम्पूर्णमा नमस्कार। आज पनि हामीले तपाईँहरूको माझमा एकदमै रमाइलो खालको भिडियो लिएर उपस्थित भइसकेको छौँ। आज भने तपाईँहरूलाई यस्तो खालको भिडियो देखाउनेछौँ कि हामी महाभारत हिरिम श्रृङ्खलाको सबैभन्दा अल्को टाँकुरा मानिने सैलुङ, जुन दोलाखा र रामेछापको बिचमा पर्ने यो सैलुङ यसको बारेमा जानकारी दिनको लागि भनेर भिडियोलाई तपाईहरूले हेरिदिनुहुनेछ अनि आशा राखेको छौँ है त। बादलमाथिको थुम्का, जुन थुम्का सैलुङ। यो सैलुङ यस्तो ठाउँ हो कि जुन हामीले चाइनामा मात्र देख्न सक्ने यो मिनी ग्रेट वाल हामीले यस सैलुङ भ्रमणमा आउँदाखेरि यस ठाउँमा देख्न सक्छौँ। हो, यो कुनै चाइना नभएर यो नेपालमै छ। यही पर्खालको खुर्किलाहरू हामी पाइला चाल्दै चाल्दै हामी सैलुङको डाँडामा पुग्न सक्छौँ, जुन पर्यटनको हिसाबले एकदमै रमाइलो ठाउँ छ। घुम्नका लागि यो एकदम उपयुक्त ठाउँ पनि मानिन्छ। यो ठाउँ समुद्री सतहदेखि 3400 मिटर अल्को स्थानमा अवस्थित रहेको छ भने यहाँ विभिन्न जात जातिका मानिसहरू यस सैलुङ गाउँपालिकाभित्र बसोबास गर्ने गरेका छन्। यो सैलुङ डाँडा प्रकृतिले भरिपूर्ण सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि निकै नै परिचित रहेको छ। यो सैलुङमा 100वटा थुम्का मात्र नभएर यहाँनिर महादेव मन्दिर, जलेश्वर महादेव, गाईढुङ्गा, बाघढुङ्गा, हनुमान ढोका जस्ता धार्मिक स्थलहरू धेरै रहेका छन् भने धर्म कर्मको लागि पनि मान्छेहरू आउने गरेका छन्। यो सानो सैलुङ मेला। यस मेलामा सयौं भक्तजनहरू आएर आफ्नो मनोकामना इच्छा पुरा होस् भनी भाकल राखी यस स्थानमा आएर माग्ने गरेका छन्। यसै मन्दिरमा टाढा टाढाबाट भक्तजनहरू आएर आफ्नो भाकाल अनुसारको त्रिशूल, घन्टी, दियोमा बत्ती, फुल अक्षता, भेटी, ध्वजाहरू चढाएर मन्दिरलाई उज्यालो बनाएर यस मन्दिरमा नाचगान लगाउने, झाँक्री नचाउने जस्ता गीत गाएर एकदम रमाइलो तरिकाले यस चाड मनाउने गरेका छन्। यो त थियो सैलुङको धार्मिक स्थलहरू। अझै मनोरम दृश्यहरू त सैलुङको हामीले हेर्न बाँकी नै छ। जताततै हरियाली, डाँडा काँडा, वन जङ्गल। झन् फागुन चैतमा भने यस वन जङ्गलमा हाम्रो राष्ट्रिय लाली गुराँस फुल फुलेर वनै ढकमक्क हुने गरेको छ। बौद्ध धर्मको लागि गुम्बा निर्माण, यिनै यस्तै दृश्यहरू निहाल्नका लागि बनाइएको भ्यू टावर सैलुङ आएपछि देख्न पाइन्छ।
यी गलैँचा ओछ्याइ चाहिँ हरिया देखिने दुबोमाथि बसेर शीर्ष सैलुङको हावा खाँदाखेरि कल्पना र बयान गरी यस ठाउँको साध्य नै छैन। यति रमाइलो छ कि यति रमाइलो छ, बयान गरी साध्य नै छैन। हिउँद महिनामा झन् यस स्थानमा हिउँ झरेर डाँडाकाँडा हिमाल जस्तो देख्न सकिन्छ। धर्मकर्म गर्नका लागि धार्मिक स्थलहरू बनाएको छ भने डाँडाकाँडा निहाल्नका लागि भ्यू टावर इत्यादिले नै यस सैलुङमा घुम्न आउनेको लागि एकदम रमाइलो हुने ठाउँ रहेको छ। तपाईहरू पनि काहीँ कतै घुम्न जाने योजनामा हुनुहुन्छ भने यो सैलुङ एकचोटि अवश्य नै घुम्न आउनु होला है त।